औरहीबाट लागू औषधसहित 4 जना पक्राउ। महोत्तरीको औरही नगरपालिकाबाट लागू औषधसहित 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार औरही नगरपालिका 1 स्थित औरही बजार नजिक बर्दिवास जलेश्वर सडक खण्डबाट ठूलो परिमाणको लागू औषधसहित 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा इलाका प्रहरी कार्यालय रामगोपालपुर तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। शंकास्पद अवस्थामा 2 वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकी जाँच गरेपछि सम्सी गाउँपालिका 6 का 21 वर्षीय शेष तन्वीरले चलाइरहेको BR30 AQ2285 नम्बरको भारतीय मोटरसाइकल र त्यसमा पछाडि सवार भारत बिहार राज्य सीतामढी जिल्ला बेला थाना 6 का 22 वर्षीय राजू कुमार तथा अर्को BR30 W0324 नम्बरको यामाहा कम्पनीको भारतीय नम्बरको मोटरसाइकल चालक सम्सी गाउँपालिका 6 कै 21 वर्षीय मुसाहिद्दुल इस्लाम र त्यसमा पछाडि सवार भारत बिहार राज्य सीतामढी जिल्ला बेला थाना 6 कनवा निवासी 21 वर्षीय अरविन्द कुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खानतलासीका क्रममा कालो प्लास्टिकको झोलाभित्रबाट प्रतिबन्धित लागू औषध डाइजेपाम 2 ml का 484 थान, बुप्रेनोर्फिन 2 ml का 484 थान र प्रोमेथाजिन हाइड्रोक्लोराइड 2 ml का 478 थान गरी जन्मा 1436 थान एम्प्युलको साथै नगद नेपाली रुपैयाँ 14,900 र 4 थान मोबाइल फोन समेत बरामद गरिएको छ। बरामद लागू औषध, मोटरसाइकल तथा अन्य सामग्री सहित पक्राउ परेका 4 जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा राखिएको जिल्ला प्रहरीले जनाएको छ।